सबैजनामा मेरो हृदयदेखि नमस्कार छ र मैले आज पनि अत्यन्तै महत्त्वपूर्ण कुराहरू लिएर चाहिँ भिडियो बनाउँदैछु। धेरैजनाले गुनासो गर्नुभएको हुन्छ, खण्डन पनि गर्नुभएको हुन्छ। ओहो, देवी देवता भगवानमा सबभन्दा ठुला भगवान कुन हुनुहुन्छ? शिव भगवान हुनुहुन्छ कि हनुमानजी हुनुहुन्छ कि है गणेश हुनुहुन्छ कि देवी सरस्वती काल भैरव आदि कुन भगवान ठुला हुनुहुन्छ भनेर सबैजनाले खण्डन विश्लेषण पनि गर्नुभएको हुन्छ र गुनासाको विषय पनि मनमा राख्नु भएको हुन्छ। र मैले चाहिँ यो कुरालाई कसरी विश्लेषण गर्छु भने मैले देखेका सपना विचार ममाथि भएका ज्ञान विचार अनुसार मैले कसरी विश्लेषण गर्छु भन्दा भगवान सबै ठुला हुनुहुन्छ आफ्नो आफ्नो ठाउँमा। शिव भगवानको ठाउँमा शिव भगवानको शक्ति छ, हनुमानजीको ठाउँमा हनुमानजीको छ है, देवीको ठाउँमा देवीको शक्ति छ, सरस्वतीको ठाउँमा सरस्वतीको शक्ति छ भने हरेक कुनै पनि भगवान काल भैरवदेखि लिएर है पश्चिम सुपा देउरालीदेखि लिएर हरेकमा आफ्नो आफ्नो विश्लेषण तत्त्व र शक्तिमा बस्नु भएको छ देवता। त्यसैले हो कसैको शरीरमा देवी देवताले चाहेर कसैको शरीरमा साक्षात शक्ति दिएर मन रुचाएर कसैको शरीरमा शिव भगवानको वास हुन्छ, कसैको शरीरमा हनुमानजीको एउटा वास एउटा रूप त्यहाँनिर धारण हुन्छ, कसैको चाहिँ शरीरमा देवी सरस्वतीको वास हुन्छ है। त्यो छुट्टै कुरा छ, तर देवी देवता भगवान सबैलाई सम्झेकै राम्रो हुन्छ। किनभने सबै देवी देवताको आफ्नो आफ्नो तत्त्व विषय शक्ति ज्ञान आफ्नो आफ्नो तरिकामा रहेको हुन्छ। जस्तै मैले एउटा उदाहरण दिन्छु। हामीले तरकारी भुट्दाखेरि त्यहाँनिर सबै कुराको महत्त्व छ नि। पानी पनि चाहिएको छ, तरकारी पनि चाहिएको छ, त्यहाँ बेसार पनि चाहियो, नुन पनि चाहियो होइन, मसला पनि चाहियो। सबै चिज मिसिएर राम्रो हुने हो नि। एउटै चिज न नुन मात्र ठुलो छ, न पानी मात्र ठुलो छ, न अन्न मात्र ठुलो छ, केही पनि यसरी हामीले विश्लेषण गर्नु भनेको त्यति राम्रो चाहिँ मलाई लाग्दैन। यो कुरा मैले किन जोडेँ भन्दा एकजनाले मलाई फोन गर्नुभयो, हेराउनु पर्यो गुरु भन्नुभयो। अनि उहाँले अलि ठुला ठुला जस्ता कुरा गर्नुभयो। के गर्नुभयो? ओहो गुरु, म त घरमा मन्दिरै बनाएर बसेको छु नि, मेरो त ठुलै मन्दिर छ नि गजुर सहितको, मैले त यो भगवान पुजेकी छु भन्नुभएको छ। भगवान पुजेर मात्र कहिल्यै ठुलै भइन्छ भन्ने कुरा छैन। सत मन सत विचार अहमता हुन भएन। मेरो भगवान यो, तँभन्दा म ठुलो, ऊभन्दा म ठुलो, त्यसरी कहिल्यै शक्ति प्रदान हुन्न। भगवानले ममा कुनै भगवानले आश्रम गर्नुहुन्छ भने मलाई कत्तिको मन पराउनु भएको छ, मलाई कत्तिको शक्ति दिनुभएको छ र म कत्तिको एकदम भगवानप्रति पूर्ण विश्वासका साथ है साधना कुनै पनि ज्ञान ध्यान के कति पाएको छु साधनाबाट भन्ने कुरामा भर पर्छ। त्यही भएर कसैले पनि यो भगवान ठुला ऊ भगवान ठुला नभन्नु, आफ्नो आफ्नो ठाउँमा सबै भगवान ठुला हुनुहुन्छ। जस्तै मैले उदाहरण दिन्छु, शिव भगवानको ध्यान एउटा शक्तिले सबैमा मन शान्त होस्, चञ्चलता नहोस्, धैर्यता होस्, मन ढुक्क होस् भन्ने खालको एउटा शक्ति मिल्न जान्छ। जुन हनुमानको शक्तिले तपाईँको शत्रुहरू नाश त शिव भगवानको नि छ, छुट्टै रहस्य छ। हनुमानजीले पनि विशेष शत्रुहरू नाश, जमिन मुनि अथवा कुनै पनि ठाउँमा लुकेका धनदर्बे आदि इत्यादि खोज्नमा प्रयास त्यहाँनिर अलि देखिन्छ राम्रै। भने देवी सरस्वतीको कहिल्यै पनि जिब्रो बोलीको आधारमा सरस्वतीको बास हुन्छ, कहिलेकाहीँ बोलेको बोली फ्याट्टा फ्याट्टा लाग्न जान्छ। भने सबै भगवानको आफ्नो आफ्नो विशेषता रहेको हुन्छ। मेन कुरा भनेको के हो, भगवान कसैको शरीरमा आश्राम गरे तापनि कसैको शरीरमा अलिकता छाया जस्तो परेको हुन्छ र उहाँहरू एउटा शक्ति प्रकट भएर काम गर्नुभएको हुन्छ, कसैको शरीरमा पूर्ण रूपमा भएको हुन्छ। मेन कुरा म यस्तो छु भनेर मैले कसैले घमण्ड गर्नु मिल्दैन। भगवानले कति ज्ञान दिनुभएको छ, कति शक्ति, कति कुराहरू दिनुभएको छ र ती कुराहरूले मान्छेलाई कतिको फलिफाप हुन्छ, राम्रो हुन्छ भन्ने कुरा नै यहाँनिर रहन्छ। त्यो त अब मलाई पनि थाहा हुन्न। मैले कोही बिरामी आयो भने त्यो बिरामीलाई गरिसके पछाडि कति ठिक भयो त, कतिको आस्था बोक्यो भन्ने कुरा उसलाई मात्र थाहा हुन्छ। अनि मैले कुनै देवी देवताको शक्तिले ग्रह गोचर हेरेँ भने उहाँलाई कतिको पुगिरहेको छ त, कतिको पुग्दै जान्छ त, त्यो आस्थाले मात्र आउने हो। जता पुग्छ जहाँ राम्रो हुन्छ त्यतै आउने हो। त्यही भएर मैले यो मन्दिर पुजेछु, मेरो त यो देवता हो, मेरो है चाहिँ गणेश देवता, शिव, सबै देवतालाई सम्मान छ, सबै देवताप्रतिमा आभार छु। तर यो ठुलो ऊ ठुलो भन्न चाहिँ मैले सक्दैन। हस्, नमस्ते। फेरि पनि अरू भिडियो ल्याउँदै राखौँला। अहिलेलाई भने बिदा हुन चाहन्छु। सबैको जय होस्, कल्याण होस् भन्न चाहन्छु।